नमस्ते सम्पूर्णलाई। आज हामी शिक्षक आन्दोलनको चौथो दिन। हामीसँग जादुवाला सर हुनुहुन्छ। जादु सरले यहाँ जादु देखाउँदै हुनुहुन्छ। सबै महानुभावहरूलाई हेरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो यो शिक्षक महासङ्घको चौथो दिनको यो आन्दोलन। एकदम सर एकदम शिक्षकको मार्करमा धेरै ताकत हुन्छ। शिक्षकको मार्करमा धेरै ताकत हुन्छ। हेर्नुहोस् यो मार्करको ताकतले हामी जे पनि गर्न सक्छौँ। हामी शिक्षक सरकारले यदि सुन्नु भएन भने हामी खुला टेकाउन पनि सक्छौँ। हेर्नुहोस् मेरो हातमा केही पनि छैन। अब यो हामी जे पनि गर्न सक्छौँ। यो मार्करको ताकत हेर्नुहोस्। अब यहाँ यो रातो फुल, यो रातो फुल, यो रातो फुल, रातो फुल छेक्नुभयो सर। हामी जे पनि गर्न सक्छौँ। शिक्षकको मार्करले हामी जे पनि गर्न सक्छौँ। हेर्नुहोस् अब यो रातो फुल मेरो हातमा छ। यो रातो फुल, यो रातो फुल, यो पहेँलो। हजुरहरू ध्यानपूर्वक हेर्दै हुनुहुन्छ। यो पहेँलो रहेको छ। अर्थात् तीनटा रातो पहेँलो फुल यहाँ हजुरहरू हेर्दै हुनुहुन्छ। अब म यो फुलको कलर नै चेन्ज गर्न गइरहेको छु। तपाईँहरू ध्यानपूर्वक हेर्नुहोला। अहिलेको अवस्थामा हजुरहरूले ताली बजाइदिनु। हामी शिक्षक हो। हामी यो मार्करमा पेनमा धेरै ताकत हुन्छ। हेर्नुहोस् हजुरहरूले अहिले के हेर्दै हुनुहुन्छ? अल्टरनेट पहेँलो रातो पहेँलो रातो पहेँलो मन्त्र गरे। अब मन्त्र गरिसकेपछि ध्यान दिनु होला। यहाँ हजुरहरू प्रश्न हेर्दै हुनुहुन्छ। अहिलेसम्म कुनै शङ्का छैन नि हजुर? अब हेर्नुहोस् पुनः म मन्त्र गर्छु। यो रातो फुल, यो पहेँलो फुल, यो रातो फुल, यो पहेँलो फुल, रातो फुल। हजुरहरू ध्यान दिएर हेर्दै जानु होला। ध्यान दिएर हेर्नु होला। अहिले अल्टरनेट भइसकेको छ। यो मार्कर रातो फुल तल भइसक्यो। तल माथि भइसक्यो। हस्त धन्यवाद। हाम्रो माग पुरा हुँदैन। हामी यस्तै नाचगान गर्दै रमाइलो गर्दै सरकारको खुला टेकाएर नै जाने हो। धन्यवाद धन्यवाद सर धन्यवाद सर। धेरै छ सर। अर्को एउटा सर। पुरा गर पुरा गर। जादुगर सरले जादु देखाइसक्नु भएको छ। देखाइसक्नु भयो। अरू जादु देखायो भने फेरि भेट्न पाउनुहुन्छ। यो चाहिँ उहाँले भर पर्छ है। सर झर्यो। सरको झर्यो कालो माइक।
है त मैले सोधिलिएको छु अर्को जादु सोलीबाट जादु हो सर सोलीवाला जादु आयो हो सरहरू पानी नखानु है म्याम पानी कम छ मैले हेर्दा पानी कम त्यो पानी यहाँ राख्छु अनि मेमको पेटमा पनि अब म यहाँ पानी राख्छु अनि उहाँको पेटमा पानी जान्छ है हो कसरी होला है पानी पोखिरहेछ म यो सोलीको अलि सहायताले पानी नपोखिने गरी म यहाँ राख्छु अनि अब यहाँ पानी हालेर मेमको पेटमा म पुर्याइरहेको छु है धन्यवाद केही शङ्का छ भने हेर्न सक्नुहुन्छ हेर्नुहोस् म यहाँ पानी राख्दैछु है मेम केही भयो भने भन्नु होला पानी तपाईँको पेटमा जान्छ है भरिवाला त म्याडम बोदा गरेको छैन कति पानी पेटमा गइसक्यो यति पानी यसमा हटाउँछ त कहाँ गयो पानी सोलीमा छ सोलीमा जारी गर पानी सबै तपाईँको अहिलेसम्म पानी पिसाब आउँछ ताली बजाउनुहोस् सामान्य सोली होइन धन्यवाद दोस्रो पनि थ्याङ्क यू सर